guys, welcome back to my YouTube channel and नमस्ते तपाईहरु सन्जिन झला हो भने एकदम सन्जय छु अनि डक्कसँगले फेरि म बिहानै चरा थाप्नु आएको छु त्यो थाप्नु यो रुख चाहिँ मैले थापेको हो यहाँ तल एउटा मारी राख्नु भएको छ हेर्न सक्नुहुन्छ त्यो सिमले रिमबाट झरेको अनि तल तीनटा चारटा झरेको छ कतिवटा झर्यो हेर्दिनु होला ओ कतिवटा समाङ झर्छ हैन हामी चाहिँ बिहानै कति 5:30 बजेतिर आएको थियो यहाँ चाहिँ गाउँसँग आउन आँटेछ हैन तल खरेर छ अरे सुई आउँछ हैन लिसोमा टक्कसँगले बस्छ तपाईहरुलाई म लिसो पनि देखाइदिन्छु एकछिनमा आयो चराहरु पर्छ होला एउटा नडा कस्तो नबसेको बस्नु एला माथि लाने जुन माथि यहाँ चाहिँ चराहरु थुप्रो छ का आम्माम कति धेरै चराहरु त्यहाँ छ यो अहिले चाहिँ टिन्डाको चारटा चरा मारिसकेको छ अहिलेसम्म चाहिँ मसिनो फिस्टा पनि आउँथ्यो यिनीहरु चाहिँ यो बिहान तलतिर मध्यदेखि आउँछ क्या यो यसो र उड्दै आउँछ अनि त्यो गएर यतातिर बस्छ यहाँ माथि चिउरीको फल छ क्या चिउरी इसी के को फल छ अनि त्यो खानु जान्छ क्या बिहानै आउँछ तलदेखि म यहाँ दर्कोसँगले आगो ताप्दै बसिरहेको छु एकदम का रुखमा चढेको झाडले माथि टुप्पीमा त बिहानै चढेको तिमीले थिए नि त अनि त्यो कतिवटा परिसक्यो हैन तीनटा के चारटा त झर्छ जस्तो लाग्थ्यो त कति आउँछ होला सायद तपाईलाई म एकछिनमा चरा देखाउँदै भेट्छु है त हेर अहिले चाहिँ हामीले एउटा चरा चाहिँ झारेको छौँ भर्खरै मैले यसलाई मारेँ अर्को पनि झरेको छ पर अनि एउटा तल मारेँ कतिवटा भयो अब गएर हेर्नुपर्छ चरा आएकै छ क्या धेरै थुप्रो आइरहेछ एकदम जुन छ नि यो चराको नाम चाहिँ कोकोले हो क्या कोकोले चरा अनि अरू चाहिँ खाङसँगहरू परेको छ खाङसँग तपाईँले हेरिराख्नै भएको चराहरू हो हैन बाबुल त्यो तर चराहरू पार्कमा जानुपर्छ अरू चराहरू पनि छ क्या थुप्रो मारेको गएर हेर्नुपर्छ है त कतिको छ चराहरू चाहिँ यहाँ यो मैले दुईटा मारेको यति चरा भइसक्यो हेर्न सक्नुहुन्छ टक्कसँगले चराहरू चाहिँ यस्तोले यति भइसकेको छ है हेर्न सक्नुहुन्छ सबै पखेटामा लिसो सिसो सब टालेर है अनि माथि पनि छ क्या माथि अर्को बाउल बसेको छ हैन अनि माथि पनि ले परेको थियो अनि उसले समातेर आएको छ उसले पनि माथि खा मैले थाप्ने यो अनि उसले थाप्ने यो तीनटा चारटा परिसकेछ यहाँ हेर्न सक्नुहुन्छ है चारवटा यो खान्छ भन्छ यो चिहे भन्छ अनि यो के भन्छ कोकोले भन्छ यो पनि खान्छ भने हो टक्कसँगले त्यही हो माथि पनि परेको छ अब अझै आउँछ होला तलतिरबाट म माथि गएर फेरि मेरो ठाउँमा बस्छु है त अनि हामीले चाहिँ यहाँनिर आज चाहिँ 9वटा चरा पारेको छौँ टक्कसँगले अनि यहाँ हेर्न सक्नुहुन्छ चराहरू चाहिँ यो खालको छ पुरै बबाल छ 9वटा छ हैन 9वटामा एउटा चाहिँ त्यो अघि देखाएको थियो नि कोकोले भन्ने हत्तो परेको छ त्यही हो यस्तोमा परेको हो चरा चाहिँ यस्तो लिसोमा हेर्न सक्नुहुन्छ पुरै झारे झारेर त्यसरी नहाँस न
अनि एकदम राम्रो खेलाउनु न हुँदैन लिसोको ढुक्नु चाहिँ यहाँ छ पाहाडमा बस्ने मान्छेलाई चाहिँ थाहा छ होला यो लिसो यस्तो हुन्छ भनेर त हो साथीहरू आजको लागि मेरो कन्टेन्ट यति नै सबैजनालाई रमाइलो लाग्यो भने सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला